बाबालाई लिन आएको छु रहेछ हेर्न चाहिँ उठ्नै नसकिने के बोले भाइ अब के बोले छोरा आएको रहेछ नि त दाउरा काट्न लाइक कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु होला अनि हेलो गाइस के छ तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला है म चाहिँ यता जंगलतिर जाँदैछु जंगलतिर यता चाहिँ दाउराको वन खुलाएको छ बाबु पनि गएको छ उतातिर बाबुलाई लिन आएको छु म पनि उता बजारतिर गएको थिएँ बजारदेखि भर्खर आएको घर आएर फेरि यता बाबुलाई लिन आएको छु माछरा आएको रहेछ नि यता दाउरा काट्नलाई घरमा पनि कोही थिएन हेर्नुहोस् बाटो यस्तो छ जङ्गलतिर हेर्नुहोस् बाटो यस्तो छ कता उदै पुगेर रहेछ त्यो तलै पुगेर उता माथिदेखि आएको उता माथिदेखि आएको अब यो तलतिर जानु एकैछिन मेरो बाबुलाई देखाउँछु भारी नै रहेछ धेरै टाढा गइरहेछ यो यस्तो छ बाटो के हो दाउरा बोक्ने बाबु के बोक्ने अरे अनि यो मुख क्या यस्तो बनाएको छ त मुख धोइन्थिस् कसले बोक्ने हो दाउरा हेर्नुहोस् गाइस दाउराको भारी बोकेर उड्न नसक्ने चातिर ठुलै रहेछ भारी नि बाबु मान्छे पनि गोरे भएको छ नि दाउरा काटेर फाइनली गाइस यो चाहिँ मेरो बेटिया छोरो यो चाहिँ दाउरा धोरो उठ्नुहोस् म चाहिँ यहाँ आइपुगेको थिएँ यहाँ चाहिँ अलि खत्रै रहेछ हेर्न चाहिँ उठ्नै नसकिने